नमस्कार, म सुरेन्द्र पोखरेल। विगत केही समय अगाडिदेखि म प्रिय नेपाल नामक युट्युब च्यानल मार्फत आफ्ना सिर्जनाहरू, कविता, गजल, मोटिभेसनल भिडियोहरू र समय समयमा केही नेचुरल भ्युजहरू पनि राख्दै आएको छु। र आज चाहिँ मैले एउटा कविता लिएर आएको छु र यो कविताको शीर्षक छ वास्तविकतामा म। इतिहास लेखाउने मन छ, इतिहास लेखाउने मन छ, प्रेरणाको स्रोत बन्ने रहर छ। गाउँ पुरातन छ, सहर स्वार्थी छ, त्यसैले आफ्नै धरातलमा उभिने विचार छ। इतिहास लेखाउने मन छ, प्रेरणाको स्रोत बन्ने रहर छ। गाउँ पुरातन छ, सहर स्वार्थी छ, त्यसैले आफ्नै धरातलमा उभिने विचार छ। भित्रदेखिको आगो उकलेर पानीभित्र पनि बल्ने आक्रोश छ। नपत्याउने आफन्त र बिर्सिने साथीका लागि आँखा तिरमिराउने गरी चम्किने जोस छ। भित्रदेखिको आगो उकलेर पानीभित्र पनि बल्ने आक्रोश छ। नपत्याउने आफन्त र बिर्सिने साथीहरूका लागि आँखा तिरमिराउने गरी चम्किने जोस छ। कहाँ त्यसै बस्न सक्छु र, कहाँ त्यसै बस्न सक्छु र, मनदेखि मन जोड्ने पुल बन्नु छ। कहाँ त्यसै बस्न सक्छु र, मनदेखि मन जोड्ने पुल बन्नु छ। कहाँ काँडा बनेर खोज्ने हो र, आफ्नै बगैँचाको सुन्दर फुल फुल्नु छ। कहाँ काँडा बनेर खोज्ने हो र, आफ्नै बगैँचाको सुन्दर फुल फुल्नु छ। विगत सम्झेर रुने छैन, विगत सम्झेर रुने छैन। भविष्य सोचेर रमाउने मान्छे हुँ म, भविष्य सोचेर रमाउने मान्छे हुँ म। अतीत मनबाट उखेलेर भोलिका लागि नाचेर गाउने हुँ म। अतीत मनबाट उखेलेर, अतीत मनबाट उखेलेर भोलिका लागि नाचेर गाउने हुँ म। एक पटक नीलो गगनलाई हेरेर, एक पटक नीलो गगनलाई हेरेर त्यही शून्यताभित्र विशाल साम्राज्य बनाउँछ मनले, त्यही शून्यताभित्र विशाल साम्राज्य बनाउँछ मनले। उषा लाली लिएर, उषा लाली लिएर आउँदा बिहानीमा, उषा लाली लिएर आउँदा बिहानीमा मेरै लागि आएको होला भन्छ यो तनले, मेरै लागि लिएर आएको होला भन्छ यो तनले। कहाँ भावनामा बग्ने पागल हो र म, कहाँ भावनामा बग्ने पागल हो र म। यथार्थमा लड्ने अनि उठ्ने मर्द हुने, यथार्थमा लड्ने अनि उठ्ने मर्द हुँ म। कहाँ कल्पनामा हराएर बस्न सक्छु र म, कहाँ कल्पनामा हराएर बस्न सक्छु र म। वास्तविकताको कठघरामा उभिएको कैदी हुँ म, वास्तविकताको कठघरामा उभिएको कैदी हुँ म। जसले जे भने पनि फरक पर्दैन मलाई, जसले जे भने पनि फरक पर्दैन मलाई। सोचेको गर्ने त्यागी हुँ म, सोचेको काम गर्ने त्यागी हुँ म। पछाडि फर्कने समय छैन मलाई, पछाडि फर्केर हेर्ने समय छैन मलाई। अरूले मेरो पछि लाउने जिद्दी हुँ म, अरूलाई नै मेरो पछि लाउने जिद्दी हुँ म। धन्यवाद।